गरेका थिए भने आज मेडिकल का स्टुडेन्टहरू अब डाक्टरको ड्रेसमै आएर उनीहरू आन्दोलनमा सहभागी भएको देख्न सकिन्छ र यता पोखरामा कास्की प्रशासनले हिजो को आन्दोलन अलिकति आन्दोलन बाहिर जेनजीको आन्दोलनलाई घुसपेट भएर उग्र रूप लियो भनेर यहाँ बल प्रयोग गरेर केही अप्रिय घटना भएर गोली पनि चलाउनु परेको थियो, जहाँ 2 जना घाइते भएका थिए र उनीहरूको गण्डकी अस्पतालमा उपचार भइरहेको छ भने यहाँ केही प्रदर्शनकारी र सुरक्षाकर्मी पनि सामान्य घाइते भएका थिए। भएपछि कर्फ्यू लगाएको थियो भने आज बिहान सो कर्फ्यूलाई निरन्तरता दिएको छ। बिहान 10 बजेदेखि पोखराका मुख्य बजार एरियाहरूका यहाँका सडकहरूमा कर्फ्यू जारी भएको छ। बिहान 10 बजेदेखि जारी गरिएको कर्फ्यू पोखरा महानगरपालिका वडा नम्बर 9 पृथ्वी चोक स्थित चाइना पुलदेखि पृथ्वी चोक हुँदै पुरानो एयरपोर्ट हुँदै बिरौटा चोकसम्म गरिएको छ पूर्वतर्फ भने। त्यसै गरी पश्चिमतर्फ पोखरा महानगरपालिका वडा नम्बर 2 स्थित बागलुङ बस पार्कदेखि 0 किमि हुँदै हलन चोकसम्म कर्फ्यू जारी गरिएको छ। यसै गरी उत्तरतर्फ पोखरा महानगरपालिका वडा नम्बर 1 स्थित पृथ्वीनारायण क्याम्पस गेटदेखि ट्याक्सी चोक हुँदै बागलुङ बस पार्कसम्म यहाँ कर्फ्यू जारी गरिएको छ। यसै गरी दक्षिणतर्फ पोखरा महानगरपालिका वडा नम्बर 6 स्थित हल्लन चोकदेखि राष्ट्रवन चोक हुँदै बिरौटा स्थितको क्षेत्रमा कर्फ्यू जारी गरिएको छ भने बिहानैदेखि सुरक्षा निकाय यहाँ सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र सुरक्षा निकायले कर्फ्यू जारी गरिएको माइकिङ गर्दै पोखराका सहरहरू जुन मुख्य सडक सहरहरू छ बजार एरियामा माइकिङ गर्दै सटरहरू बन्द गर्न लगाउँदै व्यापारीहरूलाई बन्द गर्न लगाउँदै माइकिङ गर्दै हिँडिरहेको थियो। बिहानैदेखि प्रदर्शनकारीहरू जुन जेनजीहरू बिहान 10 बजे नै पोखराको सभागृहमा भेला भएर प्रदर्शन जारी राखेका छन्। उनीहरूले प्रदर्शन गरिरहेका छन् हामीहरूको आन्दोलनमा हिजो घुसपेट भयो भनेर उनीहरूले पनि आज भनिरहेको अवस्था छ। आज हामीहरूमा घुसपेट हुँदा अप्रिय घटना गयो, आज हामीहरूले त्यो हुन दिन चाहन्नौँ। हामीहरूले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका छौँ। हामीहरूलाई आज हामी यहीँ बसेर पृथ्वी चोक जुन नयाँ बजार न्यू रोडको सभागृह अगाडि बसेका प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा हामीहरूले यहीँ बसेर दिनभरि आन्दोलन गर्छौँ। साँझ 6 बजेसम्म जस्तो अनिता धेरै ठाउँमा देशभरका धेरै पार्टी कार्यालयहरूमा विभिन्न मुख्य राजनैतिक दलका पार्टी कार्यालयहरू निशानामा परेका छन्। पोखराको केही त्यस्तो स्थिति र हिजो पनि हवाई फायर गोली फायर भएर चाहिँ एकजना घाइते भएको स्थिति पनि थियो। अहिलेसम्मको केही अपडेट छ? कतै चाहिँ हिंसा भड्किने खालको सङ्केत वा चाहिँ पार्टी कार्यालयहरूमा आगजनी गरेको वा नेताहरूका घरमा आगजनी गरेको केही त्यस्तो खबर पाउनु भएको छ? पोखराको हकमा कुरा गर्नुपर्दा हिजो प्रदर्शनकारीहरू बीच घुसपेट हुँदाखेरि मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास भएको थियो र प्रहरीले सो भिडलाई नियन्त्रण गर्न अलिकति बल प्रयोग गर्नु परेको थियो र अप्रिय घटना पनि हुन गएको थियो भने आज प्रदर्शनकारीहरूले पनि जेनजीहरूले पनि हिजोको आन्दोलनमा घुसपेट भएको बुझेर आज उनीहरूले सभागृह अगाडि नै बसेर कहीँ पनि नजाने, हामी यहाँबाट कहीँ पनि जाँदैनौँ, आज हामीहरूले यहीँ बसेर आन्दोलन गर्छौँ, सरकारको विरोध गर्छौँ, भ्रष्टाचारको विरोध गर्छौँ, हामी आज 6 बजेसम्म यहीँ बसेर नै आन्दोलन गर्छौँ भनेर उनीहरूले सडकमै बसेर धरना लिइरहेको आन्दोलन विरोध गरिरहेको अवस्था छ र पोखरामा सुरक्षा व्यवस्था पनि निकै नै कडा पारिएको कारण छ। कर्फ्यू जारी गरिएको कारणले पनि अप्रिय घटनाहरू अहिलेसम्म कुनै पनि भएका छैन र जेनजीले पनि संयमित भएर आन्दोलन गरिरहेको छ। ऊ हिजो घुसपेट भएर र मानव अधिकार चोकमा आन्दोलन गरिरहेको जेनजीबाट घुसपेट हुँदै उनीहरू आन्दोलन गर्दै गर्दै मुख्यमन्त्री कार्यालय सिडिओ कार्यालय अगाडि गएर उनीहरू तोडफोड ढुङ्गा मुढामा परिणत भएको अवस्था थियो भने आज त्यो हुन नदिनको लागि जेनजीले सचेत भएर पोखराको न्यू रोड स्थित सभागृह अगाडि सडकमै आन्दोलन गरिरहेको अवस्था छ। हस्, यहाँलाई सबै जानकारीका लागि धेरै धन्यवाद अनिता। हामी जोडिँदै जानेछौँ, त्यहाँको थप अपडेट दिँदै गर्नुहोला। नमस्कार। अनिता घिमिरे पोखराबाट जोडिनु भएको थियो। दर्शकहरू, अर्को ठुलो खबर प्राप्त भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा बुढालिन्कल You want to trade crypto, but then there are so many crucial decisions to make. Which exchange to use? What wallet to open? सरकारले आगजनी गरे